सुरु गर्दैछौँ है हामी हिँड्न सुरु भयो है हाम्रो लटामेश्वरको चाहिँ यहाँ हाम्रो मामाहरू ग्रुप बहिनी लटामेश्वर हिँड्न लाग्यो लटामेश्वर हामी चाहिँ पानी सानी बोक्दै अब यहाँबाट सुरु हुन्छ हाम्रो 1.5 देखि 2 घन्टाको है आउनु जान ट्रेकिङ सुरु है अब हाइकिङ सुरु भयो आउनु को यात्रा है लटामेश्वरको हाम्रो लटामेश्वर आज हामी मात्रै हो क्या हो मामा हामी मात्रै हो क्या हो कोही देखिँदैन फर्स्टमै हामी हो क्या हो हेलो हेलो हामी फर्स्टमै गएर दर्शन गर्छौँ लटामेश्वर सबै लिएर आउने हो यात्रामा हजुर कस्तो भइरहेछ हाइकिङ हाम्रो लामो यात्रा भर्खर 2 मिनटको यात्रा भयो यसरी आउँदै हुनुहुन्छ मामा माइजूहरू मामा माइजू ग्रुप है लटामेश्वर महादेव की लटामेश्वर महादेव की लटामेश्वर महादेव की ल यस्तै हो बिस्तारै जानु है 2 घन्टा भनेको थियो म युट्युब ल उहाँले भन्नुभयो सही कुरा हो अब छिटो जानलाई त आधी घन्टा नै हो बिस्तारै हिँड्नुभयो भने 2 घन्टा लाग्छ ल अहिले त गेट सेट राखेको छु मेरो पनि सेकेन्ड टाइम हो यो यसो हो यो पनि थिएन पहिला यो पनि बनाउनु भइरहेछ यो गेट पनि राख्नुपर्छ हिजो अस्ति आउनेले गेट भन्यो कहाँको गेट आफू आउँदाखेरि गेट थिएन पहिला केही थिएन हजुर ल अब 2 वर्ष अगाडिको भिडियो त बनाउन पाएन अहिलेको भिडियो चाहिँ म बनाउँदैछु तपाईँहरू लास्टसम्म हेर्नु होला अहिले केही नभए हामी 5 मिनट तपाईँको ल खोइ हेलो आउनु आउनु है बिस्तारै टेन्सन नलिनु भर्खर 5 मिनट भयो यात्रा सुरु भएको तपाईँको म्याक्सिमम 2 घन्टा हो राम्रो बनाइदिनु ल अब यहाँ बसेर एकछिन चिसो हावा खाउँ अनि आरामले जाउँला केही छैन माइजू छिटो आउनु है भोग्ला हो माइजू कति छिटो भोग्ला भर्खर 5 मिनट भयो हिँड्नु भएको के हुन्थ्यो यहाँ आइपुग्नलाई 3 घन्टा लाग्थ्यो ल ठिक छ बुद्ध मामा त बुद्ध मामै रहेछ ल मान्नुपर्छ है हाम्रो लाफिङ बुद्ध मामा भन्नुभयो पनि त हिँड्न चाहिँ फर्स्टै रहेछ ल खोइ सुनिल मामा चाहिँ कता हराउनु भयो आउँदै हुनुहुन्छ खोइ के हो गर्मी भयो क्या मामालाई गर्मी भयो क्या मामा ठिक छ नि ठिक छ एकदम इन्जोय लटामेश्वर महादेव एकदम है हामी उकालो लाग्दैछौँ लगभग हामी 15 मिनट गाडी छोडेर 15 मिनट हिँडिसकेका छौँ 15 देखि 20 मिनट हिँडिसकेका छौँ जे होस् कसैले गाह्रो छैन नि मामा भनिहाल्नु है बोक्नुहुन्छ मामाले माइजूलाई माइजूले मामालाई हामी चाहिँ सिङ्गल हो अङ्कल है गाह्रो छ एकदम सिङ्गल मैले लिएर आएको गाडीमै छोड्नु पर्थ्यो आधीभन्दा आधी लगभग लटामेश्वरको लागि आधी बाटो हामी पुगिसकेको अवस्था छ होइन कस्तो छ मामा मामा गाह्रो भइरहेछ मामा गाह्रो भइरहेछ खै मामा त यार खालि ए सुनिल मामा त खै यार लाफिङ बुद्ध इज गुड लजा ल है लगभग हामी आधी बाटो माथि उकालो लागिसकेका छौँ अब तेस्रो बाटो आइपुग्न लाग्यो जस्तो लाग्छ मलाई त्यही फिल भइरहेछ अझ दोस्रो पटक हो तर अलिअलि चाहिँ याद चाहिँ छ मलाई जहाँसम्म लाग्छ हामी आधी बाटो चाहिँ आइसकेको छ लटामेश्वरको लागि आधी बाटो चाहिँ हामी कति टाइम लाग्यो यहाँ आइपुग्न अङ्कल 1 घन्टा 15 मिनट भयो 1 घन्टा हामी फोटो खिचेको पनि टाइम राख्नु पर्यो ल मामा माइजू हामी सबभन्दा फर्स्ट ल ल ल यहाँ ओभरटेक गरिसक्यो भाइहरूले फेरि यहाँ के हो
सबैभन्दा फर्स्ट हिँड्ने फेरि लास्ट पर्ला नि फेरि हामी म पुगेछु लतामेश्वर महादेव। यहाँ पहिला त यस्तो पसल दोकानहरू पनि थिएन। अहिले यी लतामेश्वर जाने बाटो यहाँबाट तेस्रो पर्छ 200 मिटर जति। त्यसपछि ओह्रालो झर्छौँ हामी, उकालो लाग्छौँ। चाहिँ ठ्याक्कै लतामेश्वर ठाडो उकालो चढेर हामी तेस्रो लाग्ने ठाउँमा पुगेका छौँ। हेर्नुहोस् मामा, सुनिल मामा कस्तो लागिरहेछ? एकदम गुड, मजा लागिरहेछ। के गाह्रो त छैन नि? अनि कति टाइममा आइपुग्यो हामी गाडी छोडेर? 1 घन्टामा मामा है। अनि माइजूहरू के गाह्रो भयो? अब 10 देखि 20 मिनटमा हो कि ल, 20 मिनटमा हामी त्यहाँ पुग्छौँ। ल यता हामी लाग्छौँ। अब यसरी बाटो देखाएको छ लतामेश्वर जाने बाटो भनेर। हामी यसरी त्यसो यहाँबाट त्यसो लाग्छौँ। माथि अहिले कुहिरो लाग्छ, माथि कुहिरो लाग्छ, त्यो डाँडो जाने हो। ल हामी चाहिँ अब ओह्रालो जब त्यो जम्मसम्म ठाउँमा आउँछ, ठाडो उकालो आइसकेपछि त्यसो आएर अब यहाँबाट चाहिँ ओह्रालो सुरु हुन्छ है हाम्रो यात्रा, तपाईँको लतामेश्वरको यात्रा। अब हेर्दै गर्नु होला सबै। यही छ हाम्रो ओह्रालो। अब यो ओह्रालो झर्दै हामी भ्यू चाहिँ यस्तो बबल तपाईँको कुहिरो लाग्छ, केही नदेख्ने भएछ। बादल लाग्यो, ठ्याक्क माथि आइपुग्यो, बादल लाग्यो, ठाडो ओह्रालो झर्न लाग्छौँ हामी। ठाडो ओह्रालो झर्न लाग्छ। ठाडो ओह्रालो यस्तो छ, ओह्रालो पुरै ठाडो छ। खै कता हो? लतामेश्वर महादेव की, लतामेश्वर महादेव की। खोइ साउन आयो माइजूहरूको, लतामेश्वर महादेव की। खोइ कहाँ पुग्नुभयो मामाहरू? कहाँ जानुभयो? मौसम किल्लर, यस्तो मजाको कुहिरो लागेको छ कि तपाईँको आमामा। माथि तलबाट हिँडेर आएको गर्मी फिलै हराउनु छोड्यो यार यो चिसोले गर्दा। यस्तो स्वर्ग, नेपालको स्वर्गको टुक्रा भनेको यही हो। आउनु होला हजुरहरू पनि। यसो विष्णु स्कर्पियो सर्च गर्नु होला। विष्णु स्कर्पियोमा हेर्नु होला तपाईँलाई कुन भिडियो हेर्नुपर्छ। तपाईँको रारादेखि लिएर मनाङ मुस्ताङ हरेक ठाउँको भिडियोहरू तपाईँले पाउनुहुनेछ। लतामेश्वर, हामी लतामेश्वर आइपुग्नै लाग्यो। हामी जस्ट 3 मिनटमा हामी गुफा पुग्दैछौँ। कस्तो हुँदैछ त? एकदम फ्यान्टास्टिक, रमाइलो, इन्जोय स्वर्गको टुक्रा जस्तै होइन त? स्वर्गको टुक्रै होला। सुनिल त यहाँ स्वर्ग भनेको यही लतामेश्वर महादेव हो। जय लतामेश्वर महादेवको जय, लतामेश्वर महादेवको जय जय, लतामेश्वर महादेव की जय, लतामेश्वर महादेव की जय। गुफा परिसरमा छौँ, लतामेश्वरको गुफा। ल हामी लतामेश्वर महादेवको गुफामा छौँ। महादेव चाहिँ माथि हल्का माथि छ। ल अर्को माथिको लतामेश्वर महादेवको भ्यू चाहिँ म माथि गएर नै तपाईँहरूलाई देखाउनेछु। विष्णु स्कर्पियो सर्च गर्नु होला, तपाईँले पाउनुहुन्छ हरेक भिडियोहरू। लजालु बतासले जिस्काउला फेरि गरी मौसम खुलिहाल्यो भने हजुरहरूलाई देखाउने छौँ। ल है आइज यो लास्ट हो यहाँ महादेव, लतामेश्वर महादेव। लतामेश्वर महादेवको लास्ट हो। तपाईँको यदि घुम्न इच्छा गर्नुहुन्छ भने भिडियो लाइक गरिसकेपछि हाम्रो विष्णु स्कर्पियोलाई सम्झिनु होला। युट्युबमा विष्णु स्कर्पियो च्यानल छ है, लाइक कमेन्ट पनि गर्नु होला। ल फ्यान्टास्टिक। आज भ्यू चाहिँ तपाईँलाई राम्रोसँग देखाउन पाएन पुरै ठ्याक्कै। लतामेश्वर चाहिँ आज हामी चाहिँ आनन्दले दर्शन गर्न पाएका छौँ। हामी मात्रै जस्तो भयो।
चाहिँ हामी लतामेश्वर आएर हामी यो भिडियोलाई मैले टुङ्ग्याउँदैछु। यदि तपाईँहरूलाई नेपालको कुनै पनि ठाउँ घुम्ने इच्छा राख्नु भएछ भनेदेखि विष्णु स्कर्पियो श्री ज्वाला भैरवनाथ सर्भिसलाई सम्झिनु होला ल भन्दै आजको लतामेश्वरको यहाँसम्मको यात्रालाई यो भिडियोलाई यहीँ क्लोज गर्दै बन्द गर्न चाहन्छु। ल सुनिल मामा, अनि एकछिन सोधौँ न के कस्तो भइरहेछ यहाँ विष्णु भान्जासँग आएर? एकदम मजा आइरहेछ। कस्तो के ल्याइदिएकोमा थोरै हिँड्नु परेकोमा तर हिँड्न पनि एकदम मजा आइरहेछ। मन्दिर आइसकेपछि हिँडेको सबै बिर्सिसकेका छौँ हामी। हजुर अब के भन्नु, कति टाइममा आइपुग्नु भयो हजुर तल गाडी छोडेर? हामी कति 2 घन्टा हिँड्यो होला होइन, 2 घन्टा म्याक्सिमम् 2 घन्टा हिँडेका छौँ हामी। बबाल मजा आइरहेछ, पसिनाले छोडेको छैन अहिलेसम्म। लास्टै चिसो रहेछ, यो ज्याकेटै खोल्नु मन लाग्छ, लाउनु मन लागिरहेछ, यस्तो गर्मी भइरहेछ। अनि तपाईँ विष्णु भान्जाको स्कर्पियोमा आउँदाखेरि श्री ज्वाला भैरवनाथ सर्भिसले कतिको तपाईँलाई उयो गरेछ? एकदम राम्रो, सोचेको थिएन यहाँसम्म पुऱ्याइदिन्छ भनेर। यस्तो बाटो थियो, अब बगर जस्तो बाटोबाट ल्याएर अब पाहाडमा ल्याएर एकदम धन्यवाद। सधैँ यसरी नै जान पाए एकदम खुसी छौँ हामी। फेरि अर्को टुर झन् विष्णु भाइलाई भान्जालाई भन्ने छौँ हामी। ल ओके, ल खुसी लाग्यो मामाहरूलाई ल्याएँ, मलाई पनि खुसी लाग्यो। राज मामा एकदम राम्रो ल सबै अब मामा खलक यसो दाजुभाइ खलकलाई सबैलाई भनिदिनु होला विष्णु स्कर्पियो लाइक सब्सक्राइब गर्नु होला, विष्णु भान्जासँग जानु होला भन्दै। ल